यहाँदेखि तल रहेछ, तल अझै जानुपर्ने उतै अगाडि चाहिँ खोला रहेछ बग्ने। Oh my god. Welcome on Rupesh Han's official channel. यस्तोबाट लिनु पर्यो। चिप्लो बाटो तल्लो पहिलोपल्ट हुन त अब अलिक उता हिँडेको यति साह्रो चाहिँ झरेपछि हिँडेकै छैन, त्यहीबाट बाटो यता हो, यतै हो कि बाटो। पहाडको बाटो तल जानुपर्ने अझै कति टाढो। यस्तो तल बाटो हेर्दैछौँ अनि त्यो माथिबाट आएको छौँ। ओ माई गड, यस्तो चिप्लो पनि बाटो। यसरी हिँड्छौँ अब ठुइ ठुइ ठुइ। बाटो ओर्लिनु पर्यो। बन्दाकोपी अहिले पहाडको बाटो यहाँ तल हिँड्दा हिँड्दा अघिदेखि 1.5 घन्टा भइसक्यो हिँडेको। अब अझै अलिकति हिँड्नु बाँकी छ, अनि पुग्छौँ। यस्तो बाटोमा ओर्लिनु पर्छ। यहाँदेखि तल खोला छ। ओ माई गड, यस्तो बाटो छ यहाँ त, साह्रै चिप्लो बाटो। ओ माई गड, पहाडको बाटो चिप्लो माटो लड्दै। यहाँदेखि ओ माई गड, यो मुसोको बाटो जस्तै छ त, यस्तो खतरा बाटो। ओ माई गड, खतरा। ओ माई गड, बाँस रहेछ, कत्रो मोटो मोटो बाँस हो। आम्मामा, देखि चाहिँ भिरालो। अब हामी धेरै तल आयौँ, माथि पहाड रहेछ उता, त्यो झुलुङ्गे पुल। हामी त्यसलाई पनि ठिकै छ। यहाँदेखि तल रहेछ, तल अझै जानुपर्ने उतै अगाडि चाहिँ खोला रहेछ बग्ने। ओ माई गड, यहाँनिर मासतिर चाहिँ रानीटार हाई स्कुल छ, तल खोला रहेछ। अनि घर चाहिँ लेखेको छ हुँदैन यो क्यामेराले। यो घरमा चाहिँ त्यहाँ मान्छे हेरिरहेको।
अनार विराटमा छात्रावास हुनुहुन्छ उमर भएको अनि त्यो थाहा छ उहाँलाई अब त्यो ऊ भाइसँग अनि यतै गरे हेर्नुपर्छ पलेको रहेछ यहाँ चाहिँ अनारको यता पनि त्यस्तै छ कि यो कति स्कुलेहरूले मजाको फुल अनि कहाँ कहाँ लानेहरूले टिप्दै लगेको इस्कुस जम्मै हो ऊ त्यो चाहिँ इस्कुसको झारी यहाँदेखि ए अनिसाको घर जे पनि खाइहाल्नु भएको मदन चाहिँ कहाँ गयो मेसिन अनार कस्तो मजाले लट्टमै फलेको ऊ यहाँनिर सुन्तला भगटे तलतिर सबै थोक हुने रहेछ पहाडमा त उ त्यहाँ त्यो झर्नामा देखाउँछ उ त्यो पर त्यो झर्ना कस्तो दामी झर्ना पर यहाँ चाहिँ कोदो तल ओर्लिँदैछ बाटो तलको बाटो यस्तो भिरालो बाटो ओर्लिरहेछ यहाँदेखि पहाड यहाँदेखि खुर्सानी यस्तै पढेको छ अब तल यहाँदेखि चाहिँ खोला रहेछ उता तल खोला यतातिर चाहिँ बाटो तल ओ माई गॉड यस्तो बाटोमा हिँडिरहेको छु यहाँदेखि अलिकति पनि खुट्टा चिप्लियो भने त एकैचोटि खोलामा गइन्छ ओ माई गॉड उफ यस्तो छ बाटो यहाँ त ओ माई गॉड कस्तो डर लाग्छ मलाई त डर लाग्छ बाटो हिँड्नु त हिँडेको जस्तो लाग्यो यहाँदेखि पहिरो खसेको हेर्नु त ओ माई गॉड यहाँदेखि एउटा खुट्टा मिस्टेक मान्छे तल ए डाँडा माथिसम्म छ ए तल ओ माई गॉड तर हेर्छु ओइ ढुङ्गा समातेर हिँड्छु म त यसरी अब हामी चाहिँ घर पुग्नु आँट्यो यहाँदेखि तल खोला उता उतै गइरहेको छु उता चाहिँ झर्ना छ निस्केपछि यस्तो छ खतरा हो त्यो झर्ना पहाड यतातिर यो रोपिएको छ पहाड यस्तो छ यहाँ तल सिँढीबाट यसरी जानु पर्यो मकै राख्नु भएको छ उता पल्लो घर छ जान आँटेको यो पहाडको मास्तिर हेर्नु यस्तो छ यहाँदेखि तल हेर्नुहुन्छ सिँढी भएर हेर्नुहुन्छ टुङ उकालो बाटो ओह्रालो यहाँ ए उताबाट तलको बाटो यसरी बाटो यो पहिरोहरू खसेको रहेछ को लड्छ भने त्यो क्यामेरा बोकेर आउँछ
अनि यहाँ चाहिँ अदुवा देख्नु भयो नि माथि बाँसी आएको माथि पोलहरू घर घुम देखिन्छ यहाँ त फेरि चाहिँ निकै तल रहेछ त्यो खोजमा अलैँचीको बिरुवा सर्दिन